यो पनि ढल सोरेको है फेरि वडा नम्बर 8 को ढल एकदम राम्रोसँग टिरिक्कै पारेर सोरे अस्ति डोजरले सोरेको होइन यहाँ अनि यो बत्तीको पोल त्यहाँ छ ऊ भित्ता अब ल हेर्ने यो ढल यहाँ छ तर कहाँ छ होइन भाइ ढल चाहिँ छ यहाँ तर कहाँ छ के ल अब हेर्नु ढल सोरे हेर्नुहोस् आमामा डोजरले यति मिहिनेत गर्छ हेर्नु यहाँ हाम्रो वडा नम्बर 8 को भिन्दाल जाने मल्पी खरीबोटबाट मल्पी छिर्ने बाटो हो यो रोसी र मल्पी छिर्ने बाटो ल हेर्नु यहाँ अब डोजरको पाङ्रो चाहिँ गयो तर बकेट गएन अनि अर्को मेन समस्या भन्दा चाहिँ के भन्दा हुन्छ भने अब यो ढल चाहिँ खनियो ढल पनि खनियो ढल त खनियो यो पानी चाहिँ कहाँ जान्छ दाइ दाइ निकास कहाँ हुन्छ यो भन्नु पऱ्यो एकचोटि ल ढलको निकास भनेर यहाँ राखेको छ तर यहाँको हिम पाइप पनि छैन उहाँ छ हिम पाइप अन्डरग्राउन्ड हो यो अनि नेपालको नयाँ प्रविधि हो ल हेर्नुहोस् यहाँ हेर्नुहोस् अब यो पुरै यस्तो छ एम्बुलेन्स नआउने भइसक्यो यो बाटोमा अब हामी चाहिँ कि यहाँको वडा नम्बर 8 को होइन भन्नु पऱ्यो कि होइन दाइ बरु 12मा लगेर गएको दिनु हामीलाई केही छैन तर विकास त हुन्छ नि यार ल हेर्नु यो अब यो हेर्नु पानी पुरै जमेर यो भएको छ अब अर्कोचोटि यो जाँदा त यहाँबाट पहिरै चाहिँ गइसक्यो यी निकास नभएर अब हिम पाइप उहाँ पुऱ्याइदिएको छ डोजर लाएर यहाँको वाल चाहिँ अन्त छ फेरि अब अन्त चाहिँ सबैतिर पिच विकास भइसक्यो सबैभन्दा बढी पहिरो र बाढी क्षति भएको पनि यही ठाउँमा वडा नम्बर 8 को तर यहाँ केही पनि छैन अहिलेसम्म है